हेलो साथीहरु, आज चाहिँ म एउटा डिजिटल मिटर कनेक्सन गर्न गइरहेको छु। यस मिटरमा चाहिँ भोल्टेज र एम्पियर सँगै देखाउँछ र चाहिँ त्यसको लागि चाहिँ एउटा डिजिटल मिटर अनि मेल यूएसबी ज्याक र फिमेल यूएसबी ज्याक को आवश्यक पर्छ। यसमा चाहिँ मोबाइल डेड भएर चार्ज भएको नभएको र चाहिँ फास्ट चार्जिङ सपोर्ट गरेको नगरेको त्यो पनि भोल्टेजले सँगै देखाउने भएकोले यो मिटर कनेक्सन गर्न गइरहेको छु। ल है त सुरु गरौँ। यसको कनेक्सन चाहिँ मेलको प्लस पोइन्ट र फिमेलको प्लस पोइन्ट र मिटरको रातो र पहेँलो एकै ठाउँमा कनेक्सन गरिएको छ र मिटरको प्लस ठुलो तार चाहिँ फिमेल ज्याकको चाहिँ माइनसमा कनेक्सन गरिएको छ र यो मिटरकै कालो ठुलो र सानो तारलाई चाहिँ मेलको माइनस पोइन्टमा तीनटै कनेक्सन गरिएको छ। ल है त यसलाई पावर दिएर हेरौँ है त। यसको फिमेल ज्याकमा चाहिँ मोबाइलको चार्जरको यूएसबी कनेक्सन गरिएको छ र चाहिँ अर्को पोर्ट चाहिँ यो चार्जरमा कनेक्सन गरिएको छ। यसमा चाहिँ पावर दिएम, यसमा चाहिँ 5 भोल्टेज सो गरेको छ र अब मोबाइल चार्ज लगाएर हेरौँ। मोबाइल चार्ज भयो र एम्पियर पनि सो गर्न सुरु गर्यो। एम्पियर चाहिँ 0.53 सो गरेको छ।